चिल्लिहाल्यो गाई चाहिँ एक ठाउँमा चिल्लिहाल्यो गाई चाहिँ एक ठाउँमा हल्का हल्का देखेर नगएछ चु नचियो गाई चाहिँ आज नि हामी फेरि नयाँ ठाउँमा अरिङ्गल हन्ट हान्नको लागि आइसकेको छौँ। अनि यहाँ चाहिँ पुरै यो पुल्ठो बान्ने काम हुँदैछ अरिङ्गल पोल्नको लागि। अनि अरिङ्गल चाहिँ यहाँ माथि टुप्पीमा छ। अब हाम्रो काका चौट आँट्नु भएको छ अनि चौट पारेर यो पुल्ठो ठिक पार्ने हो। अन्त भर्याङबाट टक्क चढेर काका माथि जानुहुन्छ। अनि आज फेरि नयाँ ठाउँमा अरिङ्गल हन्ट हान्छौँ गाई चाहिँ त। हल्का हल्का देखेर नगएछ चु नचियो चु हिँड्दैछ अस्ति पनि ठिकै घुमाउन हल्का सोसी जान्छ कि यो मलाई डिजल त पेट्रोल भए चाहिँ उड्छ उड्दैन तर डिजल चाहिँ अत्तर मोबिलसँग मिक्स गरे पछाडि टक्क त्यस्तो हालत छ। अब चाहिँ दुईतिर डिभाइड भयो। हामी चाहिँ एकजना रुख चढिसक्नु भयो, अब चढ्नु हुँदैछ। अनि म चाहिँ अलिक तलतिरको लोकेसनमा जानुपर्ने भयो। अनि एकजना पारी झर्ने ठाउँमा अब हेरौँ गाइस के कस्तो हुन्छ। अरिङ्गल हन्ट आजको हाम्रो अन्तिम समय हेर्नु होला। अनि यहाँ एक गोला काटेर फेरि हामी चाहिँ अर्को ठाउँमा अर्को गोला पनि काट्नु जाने भन्ने प्लान गरेको छौँ। गाइस अलिअलि माथि मान्छे त अब चाहिँ गाइस माथि गोला भएको छेउछाउतिर पुग्नु आँट्नु भइसक्यो। आकाशसित चाहिँ माथि हल्का टस बलस देखेको ठाउँमा पुगिसक्नु भयो। रुख चाहिँ एक बाँस अग्लो नि छ भन्नुपर्छ, लास्ट अग्लो रुख छ कि गाइस। र अब चाहिँ स्टार्ट भइसक्यो भन्दा हुन्छ। अब चाहिँ झार्नु आँट्नु भइसक्यो है त पुगेर पनि गाइस देख्न सक्नुहुन्छ। त्यो माथि गाइस हल्का लाइट देखिने गरेको ठाउँमा चाहिँ अब अरिङ्गलको गोला काटिँदैछ। त्यो हाँगामा गोला छरेछ, त्यो हाँगा काटिँदैछ। अब गोला झर्नु आँट्यो, हेरौँ अब कहाँ झर्छ है त गाइस। ल गाइस भुइँमा झारेर पनि हामीले पुरै पोल्न थालिसक्यो। तर यहाँनिर पोल्न जाने ठाउँ चाहिँ हाँगा जानु पऱ्यो त ऊ पर छ हौ। अब त्यो दिन राम्रो छ गोला सल्ल तान्ने होइन खोइ घुसा अब कहाँ त्यो दाइ मुक्त भइसक्यो बाहिर हो त्यसमा बाल्टी राख्नु न आएर आफ्नो देख्नु भन्ने देखाएको थियो
डोरी पनि अब पुरो त्यहाँबाट डोरी कति हाल्छ हो दाइ राख्नु पर्यो डोरी यसलाई रोल गर्ने ल म डोरी फालिदिन्छु उताको नजरहरू गर्ने गरेको र नगरेको भइहाल्छ गोला टिपिन्छ गाइस अहिले त्यहाँनिर नाउँले पनि हाल्ने चान्स बढी छ हैट पहिले गोला गाई चाहिँ हामीले काटिसक्यौँ अनि यति नेक्स्ट के छ देख्न सक्नुहुन्छ त्यति धेरै थिएन र नि हामीले कत्रो दुःख गरेर काट्यो भन्नुपर्छ यत्रो रुखमा चढ्यो अरे तलको हल्का देखिने गरेको रुख भन्नु गाइस अनि चट्टा देख्न सक्नुहुन्छ अब चाहिँ हामी अर्को ठाउँमा हन्ट गर्नको लागि गाइस लाग्न आँटेको अब हेरौँ गाइस के कति छ अर्को ठाउँमा के कति हुन्छ ल अर्को लोकेसनमा आइज हामी गाइस अब चाहिँ हामी गाइस अर्को लोकेसनमा आइपुगिसक्यो अर्को गोला चाहिँ त्यहाँ माथि छ ओ त्यहाँ छ ओ त्यति हो गाइस त्यहाँनिरको चाहिँ कालो रहेछ पस्दै थिएँ चिल्दिहाल्यो गाइस एक ठाउँमा अनि नकाटिकन हामी चाहिँ डाफ ठोकेको अहिले एक ठाउँमा चिल्दिहाल्यो गाइस कालो गोला त्यहाँ रहेछ एउटा रातो भनेर गाई कालोको परेछ गाइस फस्यौँ नि हामी आज ल गाइस आजको हाम्रो शिकार चाहिँ यति मात्रै तर खतरा छ यार छन चाहिँ एक ठाउँमा चाहिँ गाइस चिर्न काट्न नसकेर यत्रो फोके खाइयो गाइस कालो परेछ रातो भनेको कुकुर फस्यो भन्दै हामी पनि फस्यौँ गाइस गाई आजको माल यति